अहिले नेपाल सरकारले बनाएका केही नियमहरूले गर्दाखेरि सामाजिक सञ्जाल नै तातिरहेको छ। अहिले नेपाल सरकारले यातायात ट्राफिक नियम पालना नगरेकोमा लाइसेन्स बिना सवारी साधन चलाएकोमा 25,000 रुपियाँ जरिमाना, मादक पदार्थ सेवन गरेर सवारी चालक चलाएकोमा 25,000 रुपियाँ जरिमाना, ओभर स्पिड सवारी चालक चलाएकोमा 25,000 रुपियाँ जरिमाना लगायत अन्य धेरै कडा नियम बनाएको रहेछ। यो त ठ्याक्कै महेश बाबुको फिल्म भरत नानुमा देखाइएको जस्तै ठ्याक्कै कपी जस्तो लाग्यो मलाई चाहिँ। धनी मानिसहरूलाई त खासै फरक नपर्ला, तर गरिबले सानो गल्ती गर्दा 1 महिनाको तलबले पनि जरिमाना तिर्न पुग्दैन। यस्तो नियम बनाउँदा सरकारले गरिब मजदुर र दिनभरि सवारी चलाएर परिवार पाल्ने चालकको अवस्थाबारे पनि सोच्नु पर्छ। यदि यो नियम पालना गर्ने हो भने सरकारले पनि यी नियमहरू पालना गर्नुपर्दछ। यदि पालना गरेन भने सरकारले पनि कर तिर्नु पर्दछ। यी विषयमा सडक खाल्डाखाल्टी समयमा पुर्नु पर्दछ, बाटो विस्तार गर्नुपर्दछ, जाम कम गर्नुपर्दछ, धुलो धुवा नियन्त्रण गर्नुपर्दछ, राम्रो सडक पूर्वाधार उपलब्ध गराउनु पर्दछ। आफू सरकारमा छु भन्दैमा जस्तोसुकै नियम बनाइहाल्ने भन्ने पनि त हुँदैन। यस्ता नियमले धनी भन्दा बढी गरिब र मिहिनेत गरेर खाने चालकहरूलाई असर पर्दछ। त्यसैले नियम बनाउँदा सबै वर्गको अवस्था र वास्तविक विचार बुझेर मात्रै बनाउनु होला भन्न चाहन्छु। मलाई चाहिँ सरकारले बनाएको यो नियम चाहिँ ठिक लागेन। तपाईँको धारणा चाहिँ के कस्तो लाग्यो? आफ्नो धारणाहरू राख्न सक्नुहुनेछ। हस्त, धन्यवाद।